सम्पूर्ण साथीहरूलाई नमस्ते। आजको भिडियोमा हामी एकदमै रोचक विषयबारे कुरा गर्नेछौँ। विभिन्न देशका विद्यार्थीले गणित कसरी पढ्छन्? हामी सोच्छौँ गणित त सबै ठाउँमा एउटै होला, तर पढ्ने शैली, बुझ्ने तरिका र शिक्षकले सिकाउने तरिका धेरै फरक हुन्छ। ल, अब सुरु गरौँ। 1. फिनल्यान्ड, डिप एन्ड स्लो रिडिङ। फिनल्यान्डमा गणित पढ्ने शैली संसारमै सबैभन्दा शान्त र डिप मानिन्छ। त्यहाँका विद्यार्थीले पाठ्यपुस्तकमा धेरै कम पाना पढ्छन्, तर बुझेर मात्र पढ्छन्। उनीहरूले गणितलाई स्टोरी जस्तै पढ्छन्, ढिलो तर गहिरो। उनीहरूले सूत्र याद गर्नुमा होइन, यो किन र कसरी भयो भन्ने प्रश्नमा ध्यान दिन्छन्। त्यसैले फिनल्यान्डका विद्यार्थीहरू रिजनिङमा एकदमै बलिया हुन्छन्। 2. जापान, प्रब्लम फर्स्ट, टेक्स्टबुक लेटर। जापानमा लेसन स्टडी निकै प्रख्यात छ। त्यहाँ विद्यार्थीले के गर्छन् भने पहिले शिक्षकले एउटा समस्या दिनुहुन्छ, विद्यार्थीले त्यही समस्यामा आफै सोचेर प्रयास गर्छन्, पछि मात्र टेक्स्टबुक हेर्छन्। यसले उनीहरूको लजिकल थिङ्किङ र क्रिएटिभ प्रब्लम सल्भिङ बढाउँछ। उनीहरूको एक रोचक विशेषता के हो भने यदि उत्तर गलत आयो भने पनि त्यसको प्रोसेसलाई सम्मान गरिन्छ। यसले विद्यार्थीलाई ट्रायल एन्ड एररबाट सिक्न प्रोत्साहित गर्छ। 3. चीन, स्टेप बाई स्टेप मास्टरी मोडेल। चीनमा गणित पढाइ डिसिप्लिन र अल्गोरिथमिक सोचमा आधारित हुन्छ। विद्यार्थीले धेरै वर्क एक्जाम्पल पढ्छन्। एकै एक्सर्साइजको 10 वटा सरल प्याटर्नभित्र अभ्यास गराइन्छ। किनकि चीनमा विश्वास गरिन्छ पहिले विधि मास्टर गर अनि मात्र रिजनिङ आउँछ। विद्यार्थीले गणितलाई एकदमै सिस्टमेटिक तरिकाले पढ्छन्। डेफिनेसन, एक्जाम्पल, प्याटर्न, प्र्याक्टिस, मास्टरी। 4. सिङ्गापुर, फ्रम पिक्चर्स टु सिम्बोल्स। यसलाई हामी CPA मोडेल भनेर पनि भन्छौँ। सिङ्गापुर विश्वकै टप गणित देशहरूमध्ये एक हो। त्यहाँ CPA मोडेल प्रयोग हुन्छ। C. कङ्क्रिट, वस्तु प्रयोग गरेर बुझाउने। P. पिक्टोरियल, समस्या चित्र बार मोडेलमा देखाउने। A. एब्स्ट्र्याक्ट, सूत्र र सङ्केत। विद्यार्थीले गणित पढ्दा पहिले देख्छन्, त्यसपछि बुझ्छन् अनि सूत्र बनाउँछन्। यसले गहिरो कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ बनाउँछ। 5. US, UK, रिडिङ प्लस डिस्कसन बेस्ड लर्निङ। अमेरिका र बेलायतमा गणितको क्लास इन्टरेक्टिभ हुन्छ। विद्यार्थीले डायग्राम, वर्ड प्रब्लम्स, इमेजेस र एक्सप्लेनेसन धेरै पढ्छन्। शिक्षकले लेसनभन्दा डिस्कसन धेरै गराउँछन्। त्यहाँ गणित पढ्दा वाइ इज दिस ट्रु, एक्सप्लेन योर थिङ्किङ जस्ता प्रश्न अनिवार्य हुन्छन्। विद्यार्थीले आफ्नो सोचले व्यक्त गर्नुपर्छ, डिफेन्ड गर्नुपर्छ, जस्टिफाई गर्नुपर्छ। यसले म्याथमेटिकल कम्युनिकेसन बिस्तारै मजबुत हुन्छ। 6. नेपाल, एक्जाम्पल बेस्ड टु कन्सेप्चुअल ट्रान्जिसन। अब कुरा गरौँ हाम्रो नेपालको। यहाँ धेरै वर्षदेखि गणित पढाउने शैली एक्जाम्पल देखाउने, एक्सर्साइज गराउनेमा आधारित थियो। विद्यार्थीले सोलुसन कपीमा उतार्थे, तर रिजनिङ चाहिँ कमजोर हुन्थ्यो। तर अहिले नयाँ करिकुलमले कस्तो परिवर्तन ल्यायो? कन्सेप्ट बेस्ड लर्निङ, कन्टेक्स्चुअल प्रब्लम्स, रिजनिङ एन्ड जस्टिफिकेसन, एक्टिभिटी बेस्ड म्याथमेटिक्स। अब शिक्षकहरूले विद्यार्थीसँग किन सोध्न थालेका छन्। यहाँ पनि बिस्तारै थिङ्किङ ओरिएन्टेड म्याथमेटिक्सतर्फ जाँदैछौँ। अन्त्यमा यी सबै देशको शैली फरक देखिए पनि एउटा कुरा समान छ। जहाँ रिजनिङ, अन्डरस्ट्यान्डिङ, भिजुअलाइजेसन र डिस्कसन बलियो छ, त्यहाँ गणित सिकाइ पनि उत्कृष्ट छ। तपाईँ कुन देशको शैलीलाई आफ्नो कक्षा, आफ्नो बच्चा वा आफ्नो सिकाइमा प्रयोग गर्न चाहनुहुन्छ? तल कमेन्टमा मलाई लेख्न नबिर्सनुहोला। यदि आजको भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्नुहोस् ल। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।